Namaste. Welcome back to our channel. आज चाहिँ हामीहरू र सुशी दिदीको फ्यामिली मिलेर हामी नर्थ साइप्रस आएको छौं। यो चाहिँ नर्थ साइप्रसको भरोसा भन्ने ठाउँ हो र यसलाई गोस्ट टाउन भनेर पनि चिनिँदो रहेछ। अनि यहाँ चाहिँ घुम्नको लागि टाउन ठुलो भएको भएर यसरी बाइक स्कुटर गाडीहरू हायर गर्न पनि मिल्दो रहेछ। यहाँ चाहिँ बबिन दाइ र हाम्रो बच्चा पार्टीहरू चाहिँ आफ्नो टर्न कुरेर बसिरहनु भएको छ। वेदर पनि ठिकठिकैको छ, त्यस्तो गर्मी पनि छैन, जाडो पनि छैन। हजुरहरू पनि हामीसँग जाउँ है त। लेट्स गो। हामीले चाहिँ अहिले चिया खान आँटेको, टर्किस चिया। हाम्रो त्यो उस गाडी आउने बेलासम्म चाहिँ यहाँ चिया खान आँटेको। दिदी यहाँ चाहिँ हाम्रो सवारी आइपुग्यो। अब चाहिँ हामीले यही सवारी चढेर चाहिँ अब जाने। अनि अगाडि चाहिँ आयन्स र छिटिस बस्ने। अनि त्यसपछि हैन ड्याडी त्यो ड्राई गरिदिनु त, ड्याडी त्यो ड्राई गरिदिनुस् न। यहाँ छ फेरि यसलाई वेट गएको अट्छ अट्छ के बुढा। भएन भने तपाईँ र दाइको बिचमा राख्नु। अट्छ क्या यो यिनीहरूलाई रमाइलो हुन्छ। यहाँ टोपी लगाइदिनुहोस्, टोपी लगाऊ ल। हो र बाबु ल। हाई गाइस, यता हेर ल। आर यु गाइस ह्याप्पी नाउ? हामी कति ल दिदी यस्तो गर्नु पर्ला, बुढाबुढी बस्नु पर्ला। त्यसो भए नत्र भने किन हामीलाई मात्रै लोड पर्छ नि त दिदी। तपाईँ र दाइ होइन नत्र भने कि हामी दिदीलाई मलाई मात्रै लोड पर्छ क्या। दाइ र मैले ड्याङ्की ट्याङ चलाइ मेन त यो हो नि त। आउनु दाइ म घुमाइदिउँ। ब्रेक खै कता भापु बुढा उतै भापु गर्नु न। भापु उतै हर्न बजाउनु न। ल हामी चाहिँ लाग्यौँ अब अगाडि। गाइस से हाई ल, हाई भन हात उठाएर ल। बुढा आज त हाम्रो ड्राइभरमा बुढा तपाईँलाई म ब्याकग्राउन्ड म्युजिक दिन्छु है त दाइ। हेलो दाइ। हाम्रो दाइको पनि यता भिडियो। ड्राइभरमा माइलो मोटर चलाउँदै, मेरोमा त छ प्रेसर परेको मेरोमा त। यी हेर्नु दिदी, हेर न हेर मैयाले कसलाई बोलाउँदै। बुढा त्यो अगाडि मान्छेलाई हान्नु होला है। यहाँ चाहिँ पहिला चाहिँ मान्छेहरू सबै बसेको थियो, अहिले चाहिँ यस्तो खाली छ, सबै खाली। ठिकै छ दिदी। यहाँ दिदी र दाइ र मेरो त भएको छैन क्या।
जानु नदिएको गरेछ त्यहाँ चाहिँ जान बन्द छ यो चाहिँ के रहेछ यहाँ बुझ्दैन मैले उता फोटो खिचेछु Maybe it's about your building होला गोली लाग्यो हेर्नु न है सिधै त्यो हाउसमा के गोली लागेको छैन के रे फायरिङ भएको हेर होलहरू हेर बुलेट मार्कहरू घरमा यता अब यहाँको मान्छेहरू चाहिँ कता होला है सबै खाली छ यतातिरको बिल्डिङहरू अनि यहाँ बिचमा नानीहरु टोइलेट लगाएर के रे अबे भाइ यो हामीले कन्ट्रोल गर्न सक्छ यो 1974 मा 1974 मा जब त्यो एट्याक भयो नि हजुर यहाँ फाइट हुन आउँदाखेरि यहाँको मान्छेहरू चाहिँ यता अलिकति सबतिर गएर बसेर ए ओ मान्छे एकजना पार्टीले के भन्थ्यो मैले बुझ्थेँ अहिले हेर्नु पर्यो अनि कति चाहिँ लानका पनि भयो अनि यहाँ चाहिँ यो गर्ल्स टाउनभित्रको चाहिँ यो रेस्टुरेन्ट एउटा अनि यहाँभित्र चाहिँ मान्छेहरू आएर लन्चहरू लिँदो रहेछ खाना खाने अनि यो चाहिँ प्रोभिडेन्ट जोन रहेछ अनि यहाँ चाहिँ नो यो पहिला कसैको घर होला सबै यसरी बिचरा हुन्छ दिदी यो ठाउँमा चाहिँ पहिला चाहिँ हलिउड सेलिब्रिटीहरू चाहिँ हलिडेको लागि आउँथ्यो भनेर भन्दो रहेछ मैले न्युजमा हल्का रिसर्च गर्दाखेरि अब अहिले चाहिँ गोस्ट टाउन भनेर चिनिन्छ यहाँको चाहिँ यो भित्रको बिच एरिया त्यहाँ चाहिँ हाम्रो सवारी छ अहिले कति वर्ष भयो दाइ अब यो 57 इयर्स भयो है हजुर 1974 बाट हो कि अहिलेसम्म अब आफै हिसाब गर्नुहोस् तपाईँहरूले कति इयर्स भयो भनेर अहिले चाहिँ सबै नेचरले क्लेम गरिसकेको छ त्यहाँ होटेलहरू रहेछ बाई बाई यहाँ चाहिँ यस्तो सबै घरहरू सुनसान छ बाई Bye bye. सबै खाली घरहरू त्यहाँ त बार रहेछ माइकल बार रहेछ त्यहाँ माइकल बार ओ दाइ लुक यहाँ त सुपर मार्केट रहेछ नेल सुपरमार्केट नेलिस होला नेलिस ए नेलिस कि नेलिस नेलिस होइन नेलिस हो नेलिस ओ यहाँ कोइरालाको बोट पनि रहेछ कोइराला हो यो हजुर दाइ अचार खाने कोइराला हामी चाहिँ अब चाहिँ यहाँ बिचतिर गएर हेर्न आँटेको अनि यहाँ चाहिँ पार्क गरेर अब जान आँटेको Okay, but you guys will be tired. What is this? Two cheeky monkey here, riding a bike. यस्तो तसनस भन्छ लडाइले
त्यो मान्छेहरू स्विमिङ पनि गरिरहेछ सबै मान्छेहरू नबसेपछि नेचरले क्लेम गरेर सबै खाली 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 छ यो सबै पहिला अपार्टमेन्टहरू रहेछ जस्तो लाग्यो मान्छेको घर मान्छेहरूको अपार्टमेन्ट होटल यहाँ पनि यो पनि के हो यो होटल जस्तो छ हेर्दाखेरि ल फामागस्ताको टाउनमा यसरी हिँड्दैछ पक्का लडाइँले ड्यामेज भएको यहाँ घरहरू लडाइँले यस्तो मेसिनरी सामानहरू पनि मान्छेहरूले छोडेर गर्छ Bye.